खोइ लाइट तल आम्मामा कत्रो यार बवाल छ यार यो त ओ माई दाइहरूसँग सबै भएर चाहिँ यो चाहिँ हिजो गरिराखेको हो होइन त्रिपालहरू लाउनको लागि चाहिँ त्रिपालभन्दा मुनिको लेयरमा चाहिँ यस्तो माटोहरू लाउनुपर्छ क्या हेलो हेलो नमस्ते सम्पूर्णमा वेलकम ब्याक टु माई च्यानल म चाहिँ धेरै पछि ब्याक भइरहेको छु होइन अनि के छ कसो छ हजुरहरूलाई आई होप सबैजना हजुरहरू चाहिँ सन्चै आराम कुशलै हुनुहुन्छ होला अनि म पनि आराम कुशलै भन्नु पऱ्यो होइन आज चाहिँ विशेष गरेर म चाहिँ कस्तो विषयवस्तु लिएर आएँ भन्दाखेरि कस्तो भ्लग लिएर आएँ भन्दाखेरि अनि हिजोदेखि हामीले चाहिँ यो हाम्रो खोलामा चाहिँ दुवाली थुन्दैछौँ होइन अब अलिकति सबै गाउँको दाजुभाइहरूसँग मिलेर चाहिँ एउटा इन्जोयको लागि होइन यसो रमाइलो इन्टरटेनमेन्ट होइन त्यही त हो अनि दाजुभाइहरू मिलेर चाहिँ हिजोदेखि दुवाली थुनेको छौँ हामीले चाहिँ अन्त दुवाली चाहिँ लगभग 2-3 दिनसम्म जान सक्छ अन्त भएर हामीले चाहिँ आज यो खाने सबै कुराहरू चामलहरू अनि सब्जीहरू लगेर उतैतिर होइन वनभोज टाइपको रमाइलो गर्ने भनेर हिँडेको अनि दुवाली चाहिँ हामीले हिजोदेखि थुनेको हो अनि गएपछि म देखाइहाल्छु हजुरलाई के कस्तो छ त्यो कम्प्लिट भएको छैन अनि सामानहरू सबै लगेर जाँदैछौँ ल फाइनली खोला आइपुग्यो है ओ माई खोला आइपुग्यो होइन खोलाको सिन चाहिँ यस्तो छ है हेर्नु होला हजुरहरूले ल खोला आइपुग्यो अनि हामीले दुवाली थुनेको भने चाहिँ उ त्यो माथि ओ माई ल हामीले चाहिँ यो दहको यो पानीलाई चाहिँ माथि गरेर होइन यता सट्टै बाहिर निकाल्ने हो अनि त्यहाँदेखि चाहिँ यो दहको माछालाई चाहिँ मार्नुपर्छ भनेर हामीले चाहिँ हिजोदेखि दुवाली थुनेको यो चाहिँ यसलाई चाहिँ अब माछा मार्ने धेरै तरिकाहरूमा चाहिँ यसलाई चाहिँ विशेष गरेर चाहिँ यसलाई दुवाली भन्छ होइन अनि यसरी चाहिँ मैले खास चाहिँ मैले चाहिँ कमै गरेको छु होइन अनि यहाँ दाइहरूसँग सबै भएर चाहिँ यो चाहिँ हिजो गरिराखेको हो अनि हिजो आधी गरेर आज चाहिँ यहाँनिर त्रिपालहरू लगाएर चाहिँ हामी माछा मार्दै जान्छौँ हजुरहरू हेर्दै जानु होला है त कस्तो हुन्छ माछा मर्छ कि मर्दैन म सबै कुराहरू यो भिडियोमा चाहिँ यो ब्लगमा चाहिँ कैद गर्नेछु एउटा हाम्रो मेमोरी पनि हुन्छ हेर्दै जानु होला हजुरहरू है त ल बाँसले चाहिँ यसलाई चाहिँ अलिकति सपोर्ट गर्नुपर्छ होइन भरे किनभने पानी लाउँदाखेरि चाहिँ त्यो पानीको वेट चाहिँ बढी भएर चाहिँ यो अलि लड्न पनि सक्छ सो दाजुभाइहरूले चाहिँ यो यसलाई चाहिँ सपोर्ट गर्दै हुन्छ अब घरि चाहिँ पानी लाउने यता होइन बेला हुन्छ नि त पानी लाउने अनि हाम्रो चाहिँ पानी चाहिँ सिधै यहाँबाट पास हुने हो अनि यो दहमा चाहिँ भुरकुटै हुन्छ किसिमै माछा मर्छ भन्ने चाहिँ नि एउटा किम्बदन्तीका साथ हामी अगाडि बढ्दैछौँ हाम्रा दाइहरू ऋतिक यहाँ आऊ हेलो हाई गर ऋतिक यहाँ हाई गर न हाम्रो ऋतिक पनि आएको छ आज माछा मार्ने ऋतिक अनि यो बाँसलाई चाहिँ यस्तो तरिकाले यहाँनिर लाउने हो नि सर पानी चाहिँ यहाँबाट चाहिँ त्यो छाँगाको पानी चाहिँ सर निस्केर सट्टै यता पठाउनु है ल हाम्रो मालदाईले हानिसक्नुभयो होइन अब ओ माई ल है ल ल ल यहाँदेखि चाहिँ हजुरहरूले यस्तो देख्न सक्नुहुन्छ होइन अब यति धेरै लामो छ यहाँनिर लगभग हिजो दिनभरि नै लाग्यो हामी लगभग 2, 4, 6 अनि 7जनालाई चाहिँ हामीलाई दिनभरि लाग्यो क्या बनाउनु चाहिँ यो पानी कुद्ने बनाउनु चाहिँ यहाँ चाहिँ भरे त्रिपालहरू लाउने हो पालहरू टिनहरू पनि ल्याइएको छ अनि पानी चाहिँ माथि कुदाइन्छ ल यहाँ हाम्रो दाजुभाइहरूले चाहिँ यो होइन त्रिपालहरू लाउनको लागि चाहिँ त्रिपालभन्दा मुनिको लेयरमा चाहिँ यस्तो माटोहरू लाउनुपर्छ क्या अनि माटोहरू यहाँनिर एकदम खोताल्दै हुन्छ ड्याङ ड्याङ लगाएर चाहिँ हेलो हाम्रो ठिक छ
नाङ्दै हानिदिन्छ कपाल रमाइलो ल टक्क हाम्रो दाजुभाइहरूले है। यहाँदेखि चाहिँ यसरी फ्याँकेर चाहिँ तल लगाएर होइन, अनि त्यहाँदेखि त्रिपाल ओछ्याउनुपर्छ है। अनि चलिरहेको छ काम मस्त हाम्रो। त्यहाँ पर चाहिँ भाइले खाना बनाउँदैछ। अब खाना बनाउने कार्यक्रम पनि सुरु हुँदैछ। त्यो छाँगाको पानीलाई कतै यता लगाएर चाहिँ यता जान्छ पानी है। यता खाँदै जान्छ ल त्रिपाल बगायो दाजु, बगायो बगायो। ल है, हामीले कामहरू लगभग आधी भइसकेको छ हाम्रो। अनि यहाँ पानीहरू फर्काउन बाँकी होइन। त्रिपालहरू छाउने काम धमाधम भइरहेको छ। हाम्रो दाइभाइहरूले चाहिँ गर्दै हुन्छ। अब सायद आज धेरै कामहरू सकिएला। अनि भरे भयो भने फिसिङ पनि आज सुरु हुन्छ होला। अब हेरौँ कस्तो हुन्छ होइन। कतिको माछा मर्छ, कतिको माछा छ त्यो दहमा। ल हाम्रो दुवाली चाहिँ फाइनल्ली लगभग अहिले 4:30 भइसक्यो होइन। 4:30 बजेतिर चाहिँ हाम्रो यसलाई सुकाएर चाहिँ फाँक बनाइसक्यो पानी चाहिँ होइन। तर अब यहाँ कसो हुन्छ, माछाहरू खासै खेलेको त देख्दैन, कति मर्छ होइन। अब हेरौँ। यो त्रिपालहरू लाउन चाहिँ एकदम गाह्रो भयो। अनि दह चाहिँ एकदमै गहिरो छ अझै पनि। अनि यसलाई खोल्ने काम जारी छ हाम्रो। अनि हाम्रो दाइभाइहरूले खोल्दै हुन्छ होइन। खोलेर यसलाई होचो बनाएपछि चाहिँ यसलाई बिस काटेर चाहिँ यो हाम्रो काँडे बिस भन्छ होला होइन। यो काँडे बिस चाहिँ हाल्नुपर्छ कुटेर मस्त। अनि माछा भुटकुट हुन्छ भन्ने हल्ला छ। अनि यहाँनिर यसरी खोलिरहेछ। के छ भाइ? एकदम ठिक छ। माछा मर्छ नि आज? मरिहाल्छ नि, माछाले पुरा मर्दैन त। यो चाहिँ हाम्रो बिस घोल्ने प्रविधि हो होइन।
हाम्रो गोविन्द भाइ हाम्रो माछाको अहिले के छ अवस्था हामी अब मार्छौँ कि मार्छौँ नि अझै मार्छौँ हामी मार्छौँ अझै हामी आएर होइन भोलि त आइँदैन होला पहिला यहाँ देखाउनु भिडियोमा कति माछा मऱ्यो यहाँनिर माछा हेरौँ है त कति मरेको छ आज हाम्रो 2 दिनको दुवालीमा होइन म हजुर देखाउँछु रात परिसकेको छ आज हामीलाई ओहो नास्ता पनि आइपुगेको छ नि त होइन भाउजूले पठाइदिनु भयो होला यहाँ माछा छ थुपारौँ न हौ त्यो साइड लगाएर हाम्रो भाउजूले घरबाट पठाइदिनु भएको छ उयो यो चाहिँ हाम्रो माछा हो क्या यो ठुलो मरेछ यार माछा त अरे असलै असला हो सबै माछा निकाल्दैछ है हाम्रो खनाइदिउँ न? खनाइदिउँ न माछाहरूले त्यस्तो हो के होइन? माछा हो डल्लो डल्लो चाहिँ बुदुना हो यो बुझ्नु हो यसलाई चाहिँ म खान्छु माछा बुदुना त माछा चाहिँ हामीले यति मारेको है आज 2 दिनको भोलि दुवालीमा। बाँकी छ अब अब भोलि त्यही त बाँकी यो छ चाहिँ ठुलो ठुलो हेर्नु है यो सानो देख्छ होला तर ठुलै छ कति छ माछा 2 केजी त होला लगभग है 2-2.5 केजी छ होला हौ। धेरै माछा मरेन होइन अनि यहाँनिर यस्तो माछा अझै धेरै छ होइन मार्न बाँकी छ धेरै छ अब यो भोलि चाहिँ देख्न चाहिँ देखियो ठुल्ठुलो त्यहाँनिर यत्रो देखिरहेको अझै भोलि होइन भोलि के हुन्छ भोलि पारियो भने म भोलिको देखाउँछु हजुरलाई नत्र भने आजको माछा चाहिँ यति हो अनि भोलि कम्प्लिट गरौँ न त त्यसो भने हजुर हेर्दै गर्नु होला होइन हाम्रो रिजनले नास्ता लिएर आएको होइन हाम्रो भाउजूले पठाइदिनु भएछ उसिनेको आलु अब मजाले खानुपर्छ भोक लागिरहेको छ होइन उसिनेको आलु खान्छौँ हामी आउन अनि के माछा यो चाहिँ 3वटा चाहिँ ठुल्ठुलो रहेछ है यो भालेको माछा पोथी हो नि पोती माछा के पोथी हो तपाईँ हो ल नास्ता खाइदिउँ न त अब ल आलु ल्याउनु भएको छ ल्याएर छ के अरे यो दिदा ए ल आलु खाएर अब इन्जोय गरौँ है त हामी हो न भात अरे बाबाको भात अरे आलु खानुपर्छ ओ माई मरेछ हो नि आलु दामी हुन्छ क्या ल हामी आलु खाएर अब भोलि हाम्रो यो बाँकी आइन्छ भने त भोलि हामी फेरि मार्न भोलि मारेको म फेरि देखाउँछु अनि यो भ्लग चाहिँ एकैचोटि म हजुरहरूलाई फाइनल गरेर देखाउँछु है त लाइट तल आम्मामा कत्रो यार भवाल छ यार यो त ओ माई बाफ्रे हेलो न छिटो 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 लान कसले लाने ओ माई यसलाई त पक्रिन पनि अप्ठ्यारो हो नि त रिजन उठाउ त यता बालौँ न लाइट यहाँ चाहिँ हेरौँ न ल भित्र मालको छ नि मालको निस्क्यो क्या कुनै कुन भएछ होला पोथी नै हेर्नु हेरौँ न कुन उता भनेको